एउटा यस्तो ठाउँको कल्पना गरौँ जहाँ आस्था, इतिहास अनि जीवनको अन्तिम सत्य सबै एकै ठाउँमा भेटिन्छन्। हो, आज हामी पशुपतिनाथ मन्दिरको त्यही गहिरो कथामा डुबुल्की मार्दैछौँ। यो नेपालको मात्रै होइन, संसारभरका हिन्दूहरूका लागि एक पवित्र धरोहर हो। त्यसैले यो केवल एउटा जानकारीमूलक प्रस्तुति मात्र होइन, यो त एउटा आध्यात्मिक यात्रा हो। वाह, आस्था, इतिहास, मृत्यु र मोक्षको दिव्य सङ्गम। यो भनाइले पशुपतिनाथको सारलाई साँच्चै नै समेट्छ। हेर्नुस् न, यो केवल ढुङ्गा र मूर्तिले बनेको पूजा गर्ने ठाउँ मात्रै होइन, यो त यस्तो पवित्र भूमि हो जहाँ हजारौं वर्षको इतिहास सास फेरिरहेको छ, जहाँ एकातिर जीवनको उत्सव मनाइन्छ भने अर्कोतिर मृत्युलाई मोक्षको ढोका मानिन्छ। ल, अब यी हरेक पाटोलाई अलि नजिकबाट निहालौँ है त। ल, हाम्रो यात्राको पहिलो खण्ड सम्पूर्ण जीवका स्वामी। अब सबैभन्दा पहिले त यो मन्दिर कहाँ छ र यसको नामको अर्थ के हो त्यहाँबाटै सुरु गरौँ। पशुपतिनाथ मन्दिर यो नेपालको राजधानी काठमाडौँमा पवित्र बागमती नदीको किनारमा अवस्थित छ र यो ठाउँको छनोट कुनै संयोग होइन है। हिन्दू धर्ममा नदी किनारलाई, खास गरी बागमती जस्तो पवित्र नदीलाई मोक्षको द्वार मानिन्छ, मतलब जीवन मरणको चक्रबाट मुक्त हुने बाटो। त्यसैले यो स्थानको आफ्नै एउटा गहिरो आध्यात्मिक अर्थ छ। अब नामकै कुरा गरौँ न, पशुपति। सुन्दा जति सरल लाग्छ, यसको अर्थ त्यति नै गहिरो छ। हेर्नुस् है, पशुको अर्थ यहाँ कुनै जनावर मात्र होइन, यसले संसारका सबै जीवित प्राणी, सबै आत्मालाई जनाउँछ। अनि पतिको अर्थ हो स्वामी, मालिक वा रक्षक। भनेपछि पशुपतिनाथको सोझो अर्थ के भयो त? सम्पूर्ण जीवहरूका स्वामी। यसले भगवान शिवको त्यो विराट रूपलाई देखाउँछ जो सम्पूर्ण ब्रह्माण्डका संरक्षक हुनुहुन्छ। अब दोस्रो खण्ड, हरिण र देवता। हरेक पवित्र ठाउँको पछाडि एउटा न एउटा गज्जबको कथा त हुन्छ नै। ल, अब त्यही दिव्य कथा सुनौ जसले एउटा सामान्य जङ्गललाई कसरी भगवान शिवको पवित्र वासस्थान बनायो। भनिन्छ कुनै समय भगवान शिव र पार्वती सुनौलो हरिणको रूप लिएर यही जङ्गलमा रमाइरहनु भएको थियो। उहाँहरूको सुन्दरता देखेर सबै मोहित थिए, तर जब अरू देवताहरूले उहाँलाई खोज्दै आएर चिनिहाले, उहाँलाई रोक्नका लागि एउटा सिङमा समाते र त्यही बेला त्यो सिङ भाँचिएर टुक्रा टुक्रा भयो। हो, त्यही भाँचिएको सिङको टुक्रा नै पछि गएर पशुपतिनाथको पहिलो पवित्र ज्योतिर्लिङ्ग बन्यो। यसरी नै यो ठाउँमा शिवको वास स्थापित भयो। अब यहाँ एउटा एकदमै रोचक प्रश्न उठ्छ। हिन्दू धर्ममा शिवका 12वटा सबैभन्दा पवित्र स्थलहरू छन्, जसलाई ज्योतिर्लिङ्ग भनिन्छ, होइन? त्यसो भए के पशुपतिनाथ ती 12 मध्ये एक हो त? हेर्नुस्, प्राविधिक रूपमा हेर्ने हो भने त्यो परम्परागत सूचीमा पशुपतिनाथको नाम छैन। तर यहाँको लिङ्ग कसैले बनाएको होइन, यो आफै प्रकट भएको अर्थात् स्वयम्भू मानिने हुनाले यसको महत्त्व कुनै पनि ज्योतिर्लिङ्गभन्दा कम छैन। ल, अब पौराणिक कथाहरूबाट अलिकति इतिहासतिर लागौँ है त। तेस्रो खण्ड, राजाहरूद्वारा निर्मित मन्दिर। अब हेरौँ कसरी समयसँगै विभिन्न शासकहरूले यो पवित्र स्थललाई आजको स्वरूप दिए। यो मन्दिरको इतिहास निकै लामो छ। मानिन्छ कि यसको सबैभन्दा प्रारम्भिक संरचना 5औं शताब्दीतिरै बनेको थियो। त्यसपछि आयो लिच्छवी काल, जब पशुपतिनाथलाई राजकीय देवताको दर्जा दिइयो र यसको व्यवस्थापन पनि व्यवस्थित गरियो। अनि मल्ल राजाहरूको पालामा त यसको कला र वास्तुकलामा झनै निखार आयो, जस्तै कि सुनको छाना त्यही बेला थपिएको हो। र यो यात्राको सबैभन्दा महत्त्वपूर्ण मोड आयो सन् 1979मा, जब युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा राखेर यसको विश्वव्यापी महत्त्वलाई स्वीकार गर्यो। अब लागौँ हाम्रो चौथो खण्डतर्फ, पवित्र गर्भको रहस्य। ल, अब मन्दिरको बाहिरी बनावट र इतिहासलाई छोडेर यसको भित्री भाग, यसको वास्तुकला र त्यहाँ रहेको शिवलिङ्गको गहिरो अर्थलाई बुझ्ने कोसिस गरौँ। पशुपतिनाथ मन्दिर नेपाली प्यागोडा शैलीको वास्तुकलाको एउटा अनुपम उदाहरण हो। त्यो सुनले टलक्क टल्किने 2 तले छाना, चाँदीले मोडेका 4वटा भव्य ढोकाहरू अनि ती टुण्डालहरूमा कुदिएका देवी देवताका आकृतिहरू साँच्चै अद्भुत छन्। तर एउटा कुरा, मन्दिरको पवित्रतालाई ध्यानमा राख्दै यसको मुख्य गर्भगृह जहाँ शिवलिङ्ग छ, त्यहाँ चाहिँ हिन्दू धर्मावलम्बीहरूलाई मात्र प्रवेश अनुमति दिइन्छ। हो, अब हामी मन्दिरको केन्द्र, यसको मुटुमा पुगेका छौँ। यहाँ रहेको 4 मुखी शिवलिङ्ग कुनै सामान्य मूर्ति होइन, यसको हरेक मुखको आफ्नै अर्थ छ, जसले ब्रह्माण्डको पुरै चक्रलाई देखाउँछ।
पूर्व दिशाको मुख तत्पुरुष जसले सृष्टिको प्रतीक हो, पश्चिमको अघोर मुखले विनाशलाई जनाउँछ, उत्तरको वामदेवले संरक्षण गर्छ भने दक्षिणको सद्योजातले मोक्ष वा मुक्ति दिन्छ। सोचौं त, एउटै प्रतिमामा सृष्टि, विनाश, संरक्षण र मुक्ति, सिङ्गो ब्रह्माण्डको दर्शन नै यहीँ समेटिएको छ। अब कुरा गरौँ पशुपतिनाथको त्यो पक्षको जसले यसलाई अरू मन्दिरभन्दा बिल्कुलै फरक बनाउँछ। 5औं खण्ड, जहाँ जीवनले मृत्युलाई भेट्छ। हो, यो त्यस्तो ठाउँ हो जहाँ जीवनको उत्सव र मृत्युको अन्तिम सत्य सँगसँगै देख्न सकिन्छ। पशुपतिनाथमा अस्तित्वका दुई विपरीत किनारहरू एकै ठाउँमा भेटिन्छन्। एकातिर महाशिवरात्रि जस्ता पर्वहरूमा लाखौं भक्तजनको भिड हुन्छ, रातभरि भजन कीर्तन चल्छ, जताततै जीवनको उत्सव र उमङ्ग देखिन्छ। अनि ठिक त्यसको अर्कोतिर बागमती किनारको आर्यघाटमा चिताको आगो कहिल्यै निप्दैन। त्यहाँ मृत्युको अन्तिम सत्यलाई स्वीकार गरिन्छ र आत्माको मुक्तिको कामना गरिन्छ। जीवन र मृत्युको योभन्दा शक्तिशाली सङ्गम सायदै कतै होला। अनि यही जीवन र मृत्युको सङ्गमको साक्षी बस्छन् नागा बाबा र अन्य तपस्वीहरू। उनीहरूका लागि यो क्षेत्र घर हो। सांसारिक मोह, सुख दुःख सबै त्यागेर उनीहरू यहाँ ईश्वरसँग साक्षात्कार गर्ने प्रयासमा हुन्छन्। उनीहरूको नजरमा जीवन र मृत्यु दुवै बराबर हुन्, केवल एउटा यात्राको फरक फरक चरण। ल, अब हाम्रो यात्राको अन्तिम खण्डमा आइपुगेका छौं, नेपालको आत्मा, विश्वको सम्पदा। यहाँ हामी यो मन्दिरको आजको समयमा के महत्त्व छ त्यो हेर्नेछौं, नेपालका लागि मात्र होइन, सारा संसारका लागि। 1979 यो साल पशुपतिनाथको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ, किनभने यही वर्ष युनेस्कोले यसलाई विश्व सम्पदा स्थलको रूपमा मान्यता दियो। यसको अर्थ के हो भने यो मन्दिर अब केवल नेपालको धरोहर रहेन, यो त सम्पूर्ण मानव सभ्यताको साझा र अमूल्य सम्पत्ति बन्यो। त्यसो भए आज पशुपतिनाथको महत्त्व के छ त? यो नेपालको आध्यात्मिक मुटु हो। विश्वभरका करोडौं हिन्दूहरूका लागि यो जीवनमा एकपटक पुग्नै पर्ने तीर्थस्थल हो। साथै यो एउटा महत्त्वपूर्ण सांस्कृतिक र पर्यटकीय केन्द्र पनि हो। तर सबभन्दा ठूलो कुरा, यो आधुनिक संसारमा पनि हजारौं वर्ष पुरानो आस्था कसरी जीवित रहन्छ भन्ने कुराको एक शक्तिशाली प्रतीक हो। र अन्त्यमा यो गहिरो भनाइ, यहाँ व्यक्तिले आफ्नो अहङ्कार बिर्सन्छ र जीवनको वास्तविक अर्थ बुझ्छ। पौराणिक कथादेखि लिएर इतिहाससम्म र जीवनको उत्सवदेखि मृत्युको सत्यसम्म हामीले देख्यौं कि पशुपतिनाथ केवल एउटा मन्दिर मात्र होइन, यो त एउटा जीवित पाठशाला हो जसले हामीलाई अस्तित्वको यो पूरै चक्रलाई स्वीकार गर्न र जीवनको वास्तविक अर्थ खोज्न प्रेरित गर्छ।